शाखा कार्यालय भएको स्थानमा कोषको कार्यालय भवन निर्माणको लागि उपयुक्त जग्गा खरिद गर्न बजेटको व्यवस्था गरिएको छ। आर्थिक वर्ष 80-81 को आर्जित मुनाफाबाट कोषले नेपाल सरकारलाई राजस्व बापत रु 40 करोड 51 लाख योगदान गरेकोमा आर्थिक वर्ष 81-82 मा रु 44 करोड 31 लाख योगदान गरेको छ। आदरणीय शेरजानी महानुभावहरू, अब म संक्षिप्त रूपमा हाम्रा भावी कार्यक्रमहरू योजना कार्यक्रम के रहेका छन् एकदमै संक्षिप्त रूपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु। कोषको कार्यक्रममा नसमेटिएका स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका सर्वसाधारणलाई समेट्ने गरी नागरिक पेन्सन योजनालाई प्रवर्धन गर्दै लैजाने योजना रहेको छ। हालसम्म यस योजनाप्रति सर्वसाधारणको आकर्षण राम्रो देखिए तापनि विविध कारणवश प्रवर्धनात्मक कार्यहरू यथेष्ट मात्रामा हुन नसकेको र सहभागीहरूको सङ्ख्या अपेक्षित रूपमा वृद्धि हुन सकिरहेको छैन। आगामी दिनमा कोषले बचत सङ्कलनको दायरा विस्तार गर्न, कोषद्वारा सञ्चालित विभिन्न कार्यक्रमहरू सहभागी वृद्धि गर्न, विभिन्न सङ्घ संस्था र स्थानीय निकायसँग समन्वय गरी कोषको सेवा र कार्यक्रमबारे सहभागितामूलक साक्षरता, अन्तर्क्रिया, प्रवर्धनात्मक र जानकारीमूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ। कोषका सहभागीहरूलाई थप सुविधा प्रदान गर्न दुर्घटना बिमा, कर्जा तथा सापटे जस्ता सुविधा विस्तार गर्दै लगिनेछ। साथै सहभागीहरूलाई स्वास्थ्य र मातृत्व सुरक्षा प्रदान गर्ने सन्दर्भमा आवश्यक व्यवस्था गर्दै लगिनेछ। यसरी कोषका कार्यक्रमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा थप प्रचार प्रसार गरी गतिशीलता साथ सञ्चालन गरिनेछ। कोषले नेपाल सरकारका प्राथमिकतामा रहेका परियोजना हितको क्षेत्रमा लगानी बढाउने, सहभागीहरूलाई प्रदान गर्दै आएको सहभागी कर्जालाई विस्तार गर्ने, सेयर ऋतु कर्जा प्रदान गर्ने, जोखिम विश्लेषण गरी उपयुक्त पूर्वाधार सम्बन्धी परियोजनामा लगानी बढाउँदै लाने, उत्पादनमूलक क्षेत्रको पहिचान गर्ने, सहवित्तीयकरणमा लगानी हुने, सहभागी हुने, विशिष्टीकृत लगानी कोषमा लगानी गर्ने, प्राइभेट इक्विटी फन्डमा लगानी गर्ने, उपयुक्त क्षेत्रका संस्थाहरूको इक्विटीमा लगानी गर्ने गरी लगानीको क्षेत्र र दायरा क्रमशः विस्तार गर्दै लानेछ। यसै सन्दर्भमा लगानीको दायरा विस्तारमा सहजता ल्याउने गरी विभिन्न नीतिगत व्यवस्थामा सुधार गरिएको र सामाजिक नागरिक लगानी कोष ऐन संशोधनको लागि नेपाल सरकार समक्ष पेश गरिएको बेहोरा अनुरोध गर्दछु। पुँजी बजारका क्षेत्रमा देखिएको प्रत्याशित उतार चढावलाई कम गर्न तथा पुँजी बजारमा कोषको भूमिका स्थापित गर्न कोषले आफ्नो सहायक कम्पनी मार्फत कार्य गरिरहेको बेहोरा म अनुरोध गर्न चाहन्छु। पुँजी बजारका विभिन्न थप औजारलाई प्रयोगमा ल्याउन कोषले आवश्यक कार्य गर्नेछ। पुँजी बजारमा थप लगानी विस्तार गर्ने, पुँजी बजारको दोस्रो बजारमा कारोबार वृद्धि गर्ने, कोषले बन्दमुखी सामूहिक कोष सञ्चालन गर्न धितोपत्र बोर्डमा निवेदन दिएकोमा यस कार्यलाई तदारकका साथ अगाडि बढाइने कुरा अनुरोध गर्न चाहन्छु। हाल कोषको कर्मचारी सेवा शर्त सम्बन्धी विनियावली 2081 कार्यान्वयनमा रहेको छ। यस विनियावलीमा केही व्यवस्था तथा पुनरावलोकन गर्न आवश्यक भएकोले संशोधन कार्य अगाडि बढाई स्वीकृतिको लागि अर्थ मन्त्रालय पेश गरिएको छ। कोषमा हाल 10 वर्ष अघि स्वीकृत व्यवस्थापन तथा विकास सर्वेक्षण ONM सर्वे अनुसारको सङ्गठनिक संरचना अनुसार कार्य भइरहेकोमा कोषको कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ नयाँ व्यवस्थापन तथा विकास सर्वेक्षण ONM सर्वे गरी संस्थाको नयाँ सङ्गठन संरचना तथा थप दरबन्दी स्वीकृतिको लागि नेपाल सरकार अर्थ मन्त्रालय पेश गरिएको बेहोरा अनुरोध गर्छु। कोषका कर्मचारीहरूको कार्यदक्षता तथा उत्प्रेरणा अभिवृद्धिको लागि आवश्यकता अनुसार स्वदेश तथा विदेशमा तालिम दिने कार्यलाई निरन्तरता दिनेछ। कोषको कार्यलाई चुस्त दुरुस्त बनाउन एवं हिसाब किताबलाई व्यवस्थित बनाउन सूचना प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ। कोषले कार्यान्वयनमा ल्याएको NLK वेब बेस्ड सफ्टवेयर हाल सबै कार्यक्रमहरूमा लागू गरिएको छ। AML सेफ्टीको आवश्यकता पुरा हुने हिसाबले सहभागीहरूको KYC अद्यावधि गर्ने कार्य सुरु गरिएको छ। कोषको रकम सङ्कलन तथा भुक्तानी प्रणालीलाई ई-पेमेन्टद्वारा व्यवस्थित गर्ने कार्य अगाडि बढाइएको छ। कोषबाट भुक्तानी लिने सम्पूर्ण सहभागीहरूलाई अनलाइन प्रणाली मार्फत निजहरूकै बैंक खातामा रकम पठाउने व्यवस्था कार्यान्वयनमा आएकोमा यसमा देखिएका समस्याहरूलाई सुधार गर्दै लगिनेछ। सहभागीहरूको कारोबारको जानकारी SMS अलर्ट मार्फत सूचना दिने व्यवस्था थप परिष्कृत गरिएको छ। कोषको डिजास्टर रिकभरी प्लान तयार गरिएको छ। बिजनेस कन्टिन्युटी प्लान तयारीको क्रममा रहेको छ। कोषको अधिकांश कार्य सूचना प्रविधि निर्भर IT डिपेन्डेन्ट हुँदै गएकोले कोषको सूचना प्रविधि क्षमता अभिवृद्धिका लागि साङ्गठनिक विकास तथा थप प्राविधिक जनशक्ति व्यवस्थाको लागि आवश्यक कार्य अघि बढाइएको छ। आदरणीय शेरजानी महानुभावहरू, कोषलाई समयको गतिसँगै सक्षम, सुदृढ र गतिशील बनाउन शेरजानी महानुभावहरूबाट निरन्तर रूपमा प्राप्त भइरहेको अमूल्य सहयोग, सद्भाव र सुझावको लागि हार्दिक कृतज्ञता तथा धन्यवाद ज्ञापन गर्दछु। कोषको प्रगतिमा सदैव सहयोग पुर्याउने नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा परीक्षक कार्यालय, नेपाल राष्ट्र बैंक धितोपत्र बोर्ड, राष्ट्रिय जीवा विनिमय कम्पनी, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, विभिन्न बैंक तथा वित्तीय संस्थाहरू, सञ्चार जगत एवं अन्य सहयोगी संस्थाहरूप्रति हार्दिक आभार व्यक्त गर्छु। कोषलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मार्गदर्शन र सुझाव प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुक तथा सहभागीहरूप्रति सञ्चालक समिति र मेरो व्यक्तिगत तर्फबाट समेत हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।
कोष परिवारको रूपमा कार्यरत कोषको उन्नति र प्रगतिमा निरन्तर लागिरहनुभएका कोषको उच्च व्यवस्थापनमा रहनुभएका कार्यकारी निर्देशक जो लगायतका अन्य मित्रहरू तथा सम्पूर्ण कर्मचारी मित्रहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु। आगामी दिनमा समेत यहाँहरू सबैबाट विगतमा जस्तै निरन्तर सहयोग र सद्भाव प्राप्त हुने विश्वास चाहिँ मैले लिएको छु। यिनै कुराहरू राख्दै म संक्षिप्त रूपमा आफ्नो प्रस्तुति यही अन्त्य गर्ने अनुमति चाहन्छु। धन्यवाद।